हेलो गाइस, वेलकम टु माई भिडियो। आज चाहिँ म बिहान उठेर हस्पिटल जाँदैछु। वेदर पनि दामी छ, घाम पनि लागेको छैन, अलिअलि पानी पर्दैछ। ट्याक्सीमा चढेर सरर जाँदैछु। अहिले चाहिँ यहाँ छ यो भावेसमा दामी बनाएछ यो बाटोहरू, वेहरू। यहाँदेखि सरर जाँदैछु म चिसो हावा खाँदै मजासँगले ट्याक्सीमा चढेर। अनि लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला। मेरो भिडियोमा हेरेर हल्का लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनु। शेयर नगरे पनि पैसा जाँदैन। अहिले चाहिँ म काम गर्नेको सिधा आइपुगेँ, पारिपट्टि बिल्डिङ देख्ने। त्यहाँ चाहिँ म काम गर्छु। दामी देख्दैछ यहाँदेखि त। लाखाङहरू पनि छ त्यहाँनिर। लाखाङ तर हुनु चाहिँ उयो बनाएको नन्सको कलेज, भुटान नन्स फाउन्डेसनले बनाएको आमिनको कलेज। सरर कस्तो दामी देखेको यहाँदेखि हेर्दा त जाउँ लाग्दो। त्यहाँनिर थुप्रो छ के कलेज होस्टेल छ, डाइनिङ हलहरू, किचनहरू। त्यहाँदेखि भुटनिस मेडिकेसन पनि हुन्छ अरे त्यहाँनिर पछाडि। अहिले चाहिँ म हस्पिटल आइपुग्यो। इएनटीमा गएर टोकन ल्याएर अहिले यहाँ टोकन पर्खेर बस्दैछ। मान्छेहरू थुप्रो आएको रहेछ। आज त्यति छैन रहेछ, पानी परेर होला, नभए त मान्छे कति हुन्छ यहाँ। अहिले 3 पुगेछ टोकन नम्बर, मेरो छ 12। अहिले अलिक टाइम छ, अल्छी लाग्दै भन्ने बसिरहेको छु हस्पिटलमा। टक्क हस्पिटलदेखि बाहिर निस्केको त आमा वेदर त अलिअलि पानी परेर दामी देखिरहेछ। पर देख्ने चाहिँ वाइएचएस, म पहिला स्कुल पढेको यहाँ हेलिप्याड। यहाँदेखि सट्ट उँभो जाने अहिले पऱ्यो म। गाडीहरू आउँदैछ, गाडीहरू पनि त्यति हिँडेको छैन आज। कुन त बिहान भएर हो कि अफिस टाइम सकेर होला सायद। अब चाहिँ म हस्पिटलदेखि निस्केर उता टाउन साइड जाँदैछु। मेमोरेबल छोर्तेनको छेउमा आइपुग्यो। अब यो हो मेमोरेबल छोर्तेन। म मेमोरेबल छोर्तेनमा आइपुग्यो। यहाँभित्र चाहिँ मान्छे ट्याप्पै हुन्छ। मान्छेहरू त्यतै मानेहरू घुमाउँदै त्यतै सुत्छ, कति बोजू बाजेहरू। यो मिनी पार्क कस्तो दामी देख्दैछ त हौ। क्लिन त क्लिनै छ है भुटानमा। यस्तो मजाको बाटो। यहाँनिर चाहिँ म यो बाटो त म आएको थिइनँ। यतातिर गार्डनहरू, चडक्क परेको रुख, झन्डै लडे। यहाँदेखि गएको म अब टाउनतिर। चडक टक मजाको बाटो। म आएको माथिदेखि गएको यता। म चाहिँ आइपुगेँ टाउन। यहाँदेखि माथिसम्म छ दोकानहरू। अनि जान्छु क्लक टावर। ठक्क क्लक टावर आएको त मान्छे कोही छैन हो, पानी परेर। नभए यहाँ मान्छे ट्याप्पै हुन्छ। इभेन्टहरू पनि यहाँ गर्छ, के को सिङ्गिङ फाइनलहरू, के सोहरू यहाँ हुन्छ। अहिले चाहिँ मान्छे छैन रहेछ पानी परेर। उयो रातो देख्ने होटेल हो। यतातिर पनि छैन मान्छे आज खासै, पानी परेर। यता मुनिदेखि छ टाउन, सट्टै माथिसम्म लाइनमा। यस्तो छ क्लक टावर। एउटा केटीले फोटो खिचिरहेछ। मलाई खिचेको हो क्या, म कुनै सेलिब्रिटी चाहिँ होइन। सट्टा यहाँनिर स्लिपहरू छ, आउँदैछ। इन्डियन टुरिस्टहरू रहेछ। अब म सिटी बसमा चढेँ। अब यहाँदेखि सरर जान्छु घर बाबेसा। ट्याक्सीहरू पनि हिँड्दैछ, तर म चाहिँ सिटी बसमा चढेको किनभने बसमा अलिक कम्फर्टेबल, मजा लाग्छ हिँड्नु। खिड्कीहरू पनि ठुलो हुन्छ।
अब चिन बस मुभ गर्यो सरररररर चिसो हावा खाँदै जान्छु अब पहिला चाहिँ सिटी बसमा मान्छे पुरा प्याक लान्थ्यो त्यो टाइममा चाहिँ टिकट सिस्टम थिएन नि यो के अरे डाइरेक्ट पैसा थियो पैसा तिर्यो भित्र पस्यो हामी स्कुल पढ्दाखेरि त्यस्तै पैसा तिरेर पस्थ्यो बेला बेला मान्छे छिर्छ ब्यागले गर्दा बाहिरै अड्किन्छ मान्छे प्याक भएर दैलोमा त्यही भएर हामी चाहिँ खिड्कीहरू खोलाइ छ भने गाडीको फर्स्टमै ब्यागहरू छिराउँथ्यो त्यहाँदेखि हामी खिड्कीदेखि छिर्थ्यो त्यो टाइममा सिटी बस पनि रातो थियो ठुल्ठुलो त्यो चाइनादेखि कहाँदेखि ल्याएको भन्थ्यो यस्तोमा चढ्थ्यो हामी बेसी नै त्यहाँदेखि यो स्टेडियम फुटबल स्टेडियम यहाँ चामलिङथाङमा उयोहरू हुँदाखेरि पोलहरू के फाइनलहरू हुँदाखेरि त झन् आममा यो बाटै ब्लक हुन्थ्यो गाडी कुद्नु नपाउँथ्यो त्यहाँदेखि अलि मुनि त्यो लुङते जाम्पा पुलमा आएर चढ्थ्यो गाडी बसमा त्यहाँ पनि नआँटेर कस्तो बिजोग हुन्थ्यो तर अहिले त टिकट सिस्टमले गरेर एकदम कम्फर्टेबल सिट पाउँछ त्यहाँदेखि स्ट्यान्डिङमा पनि लान्छ तर बेसी प्याक लाँदैन ठिक्कैको हावा पनि खानु पाउने आराममा जानु पाउने पहिलाको जस्तो हुनुभयो त साह्रो पर्थ्यो सिटी बस पाउनु साह्रो फेरि कम्ती थियो लिमिटेड थियो पायो भने पनि त्यस्तै आँटी जानुपर्ने